everyone, namaste सबैलाई. I hope you all are doing good. Welcome to my YouTube channel. So आज चाहिँ म इलेक्सन ट्रोल भोट केमा एपिसोड 4 रियाक्ट गर्न गइरहेको छु. यो चाहिँ मैले एभ्री एपिसोड रियाक्ट गरिरहेको छु. अहिले इलेक्सनको एकदमै तापक्रम बढिरहेको छ. तापक्रम बढ्यो चलासला फुटे त्यसको गाली त्यसको चलासला फुटेमा भन्ने रे के. So हजुरहरूले चाहिँ केमा भोट गर्नुहुन्छ प्लिज कमेन्ट गर्नु होला. अफ कोर्स हामीहरु जेनेरेसनले त घन्टी नै भन्छ मलाई सबैले नै जहाँसम्म मलाई लाग्छ. एन्ड लेट्स वाच इट इलेक्सन ट्रोल है त. आइन्दा यहाँ मेरो घरमा चाहिँ नि एमाले र कांग्रेस आयो भने खुकुरले काटिने यो लौराले बङ्का मन बजाइदिन्छ मलाई. मेरो खरानी छ मेरो खराब आपामा त बालेलाई जित्छु भनेर जा अहिले घर दैलो गरिराख्नु भएको जितिहाल्छ नि दोस. केपी चोरले जित्छ त काई केपी चोरले झापामा हैन कसम बालेन दाइले बाहेक अरूले जित्यो भने चाहिँ जनता जनताको चाहिँ झगडा हुन्छ होला के हुन्छ होला. इलेक्सन सम्म त ठिक छ क्या यो माहौल हुन्छ नि. काहीँ त कर्फ्यू पनि लाग्यो भन्ने सुनिरहेको थिएँ. अब म कसरी गाउँ पुग्छु मलाई थाहा छैन. तर इलेक्सन पछिको हालत के हुनेवाला छ भन्ने कुरा हो क्या. अब चाहिँ केपी चोरले जित्छ त काई केपी चोरले काई जित्छ. मम्मी सबैलाई माटोमा चाहिँ भोट लाउनु यसबाजी भन्छ कि भन्दैन. अर्काको मुखै लाउने रे यसबाजी भोट चाहिँ के कसो छ. भोट अब मैले चाहिँ हामी दुईजनाले चाहिँ अहिलेसम्म लाएको पनि थिइनौँ होइन. अब तुमसे ना हो पाएगा. एमाले कांग्रेस जाटाउले दिला दोबा दिए मामा कासुदोरले अम्मा रातोराने पार्टी आइदाले जिन्दाबाद हुन्छौं. याले याले युवाइबाट जेन जीवन त मुज्यान डब्लु what मुज्यान डब्लु what is this Launa? त्यो घन्टी 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 भने होला हैन इन्डाइरेक्टली त्यस्तो गरे. चिसा भोट के मारे थाहा छैन. अनि टी सर्ट त अनि के को लगाइराख्नु भएको छ तपाईँले. त्यो त अहिले फ्याँकिहाल्छ नि लगेर भोट केमा भोट घन्टीमा घन्टी भएपछि बाजीलाई फ्रीमा दिन्छु मैले गाडी. चुनावको बेलामा भोट माग्ने बेलामा म केही बाचा गर्दैन. बाचा गर्यो भने भोलि फेरि आफ्नै टाउकोमा दण्ड बजार्छन्. बाचा गऱ्यो पुरा गर्न सकेन भने दण्ड बजार्दैन त. म पनि बाटै छु. Media strategy if you're not giving interviews. Yeah, I'm just curious. The strategy is no strategy. Okay. Oh my god, what? The strategy is no strategy भनेर. If you're not giving interviews. Yeah, I'm just curious. The strategy is no strategy. मैले बदमासी गरेँ भने मलाई बिनीमा पोखरामा बाटोमा जहाँ भेट्छ लौरोले चाहिँ कुट्नु भनेछ. लौरो पाएन भने ढुङ्गाले हानिनु हुन्छ. सास चाहिँ राखिदिनु भनेछ. यसपालि भोट नि यसलाई दिनु ल. यसलाई दिनु यसपालि भोट ल. भत्ता बढ्छ तपाईँको. त्यसलाई दियो भने सूर्य एमाले केपी ओली.
यो के तपाईँ नि सिरानी सुत्नुहुन्छ नि सिरानीमा हो मुनि राखेर सुत्नु तपाईँको भत्ता बढ्छ तिनचोटि तपाईँलाई मैले भोट दिइसकेँ खोइ त विकास गरेको अब यो पालि स्वतन्त्र हो त्यसो गरी जिताउनु पर्छ बजाउनु घन्टी त बजाउनु पर्दैन अब तिनवटा पार्टीले केही नापेन नि त अहिलेसम्म गजब बेइज्जती हाल्नु पर्ने हो हामी घन्टी हो भिडियो चाहिँ नबनाउनु न होइन भिडियो होइन तारामा तारा म तारा हो होइन हामी पनि तारा हो होइन होइन मेरो नाम तारा हो तर म भोट चाहिँ घन्टीमा योपल्ट ए साथी जिन्दगीमा नि के गर्नुपर्छ गर्दै सोच्दै नसोचेको काम पनि गर्नुपर्ने यो भगवानले नि के गरिदिन्छन् गाँठे सुख त कहिल्यै नदिने भयो भगवानले कहिले बरु छिटो छिटो लय त हुन्थ्यो नि सानन्दै हुन्थ्यो कहिले लैजान्छन् न हो भगवान छिटो छिटो लैजाऊ म त के गर्नु भयो कसरी खर्च चलाइरहनु भएको छ त चुनावको त अब घर जग्गा बेच्न पाए बेच्ने हो नभए किडनी बेच्ने भन्ने सोच छ होइन किडनी बेचेर किडनी त पछि राख्नु मिलिहाल्यो नि मन्दिरको घन्टी बजाएर हिँड्ने त्यो मन्दिरको घन्टी होइन त्यो जुठो बारिसकेपछि त्यसले राम्ररी बार्नु परेन स्टिल मेनी क्वेसन्स हुन्छ नि अब खै के चलिरहेछ कसो चलिरहेछ है गाई अब हामीले चाहिँ के सक्छ हामीले गर्ने हो हामीले बुझ्ने हो आफै यसपालि चाहिँ हामी नेपाललाई के चाहिएको छ भन्ने कुरामा धेरै ध्यान दिउँ अरू त्यस्तै हो गाइस डान्स खतरा गर्नुहुन्छ है दाइले बाटो बिस्तारै ल्याउनु पर्छ नि बिस्तारै भोट दिइसकेपछि त नाक मुखै देखाउनु हुन्न कहिले आउँछ बाटो एकदम सही देश बनाउँछु भन्नुहुन्छ होइन देश कसरी बन्छ देश काम गर्छ हजुर काम गर्नु काम गरेर मात्रै बन्छ आइडिया भनेकै हो अब ढुङ्गा उचालेर प्रचण्डको सरकार पनि बन्न सक्छ एमाले र काङ्ग्रेस प्रचण्ड यिनीहरू तीनजना मिलेर केपिओलीको सरकार पनि बन्न सक्छ हर्क सम्पाङ र केपिओली मिलेर हर्क सम्पाङको सरकार पनि बन्न सक्छ के भन्यो एक खान सांसद म जहाँबाट नि जित्छु नेपालमा म मात्रै हो अहिले नेपालमा एउटा नेता जो जहाँ गएर चुनाव जित्छ हामी विद्यार्थीलाई टमाटर रोप्न लाउँछौँ टमाटर फल्यो भने त पास भयो छैन भने भइनस् फुल रोप्नु लाउँछौँ गुलाबको फुल फुल्यो भने त पास भयो छैन भने फेल गुलाब रोपौँ न नेपालभरि गुलाबको चाहिँ नि होइन सेन्ट बनाऊ होइन रोजको स्प्रे रोजको स्प्रे बनाउने ल ठिकै छ त्यो अलि बेरोजगारहरूलाई त्यो रोजगार दिन मिल्यो त्यो कुराले तर अब स्टुडेन्टहरूलाई त्यसमा जज गर्ने वाट इज द्याट होइन रोजको स्प्रे भोट केमा जोलेहरूको मासु भात हुन्छ हाम्रो साग दाल अचार अर्ग्यानिक हामी दुई घन्टीमा त्यस्तो हुँदैन हाम्रो मासु भात खाउने भन्ने हुँदैन एमाले मलाई एमाले मन पर्छ नाटकै हो
अर्ग्यानिक खाजा आयो नाटकै हो यसरी चुनावकै टाइममा गएर यसरी खाएको है कुरा गरेको देख्न पाइन्छ है गजब कुराहरू देख्न पाइन्छ रहेछ यार मतलब त्यस्तो साह्रो वास्ता नै हुँदैन नि त यो जुन जेनजी आन्दोलनपछिको जुन नेपाललाई लिएर त्यो टेन्सन भएको छ देशलाई लिएर माया झन् बढेको छ है धेरैले सेक्रिफाइस गरेको छ त्यो देखेर झन् हामीले यस्तो गर्नै पर्छ भन्ने कुरा आएको छ नि त अनि यो सम्मको ड्रामा हुँदो रहेछ चुनावमा भनेर आज यसपालि बप्पा रियलाइज भयो यसपालि अझै बढी नै ड्रामा भयो जस्तो लाग्यो नाटकै हो नाटकै हो नाटकै हो नाटकै हो नाटकै हो जनताले म माथि निकै ठुलो भारी बोकाउन खोजे जस्तो लाग्छ अब मैले बोक्न सक्छु कि सक्दिनँ म त महिलाहरूसँग मिल्ने मान्छे हो नि त ब्याटल चल्यो मलाई थाहा छ पहिला संसद चल्यो पछि गोली चल्यो पहिला संसद भवन जल्यो त्यसपछि मात्रै गोली चल्यो पहिला संसद भवन जल्यो त्यसपछि मात्रै गोली चल्यो यहाँ त घन्टी हो घन्टी यसपालि घन्टी हामीले चाहिँ हामीले घन्टी मन्दिर गएको घन्टी बजाउनु पर्यो भनेको त घन्टीमा ताला लगाएको रहेछ रालोमा यस्तरी यति ठुलो ताला लगाएको रहेछ किन होला यो चुनावको माहौल भएर सबैतिर घन्टी बजेको भएर डरले यसमा ताला लगाएको अहिले म चुनावमा उठेको छु सपोज विष्णु पौडेल हुने सुलभ हुने भनौँ न चुन्नु हुने अरू कोही 2-4 जना अरू पनि होला नि होइन अनि सबै मिलेर यो ठाउँ बनाउने हो नि त हामी किन लड्नु पर्यो एकअर्कासँग हाम्रो कम्पिटिसन त ग्लोबल हो नि त बजाएको मात्रै भोट त त्यहाँ हुँदैन हाम्रो कम्पिटिसन त ग्लोबल हो नि त बजाएको मात्रै भोट त त्यहाँ हुँदैन खम्ता भने सुन्तला पानी नखभने दुबईको जाने नरो माया आमा किन सबै झन्डा फाले हुनुहुन्छ के खोज्नु हर मलाई एउटा मन परेको झन्डा थियो त्यही खोज्छु त बाबु ल हो र त्यही हो बाबु बल्ल भेटाएँ बाबु आमालाई मन पर्ने झन्डा Okay, that's it for today. हजुरहरूलाई के कस्तो लाग्यो please do comment. Thank you so much for watching. Keep supporting, keep loving. Bye. See you in next reaction video.